हुने अब बेहुला ल्याइदेऊ उल्टा हो हेलो गाइस वेलकम ब्याक टु माई अनदर ब्लग है धेरै दिनपछि चाहिँ म ब्लग बनाउँदैछु अनि यस फिलहाल अहिले भने म आइसकेको छु नेपाल अहिले चाहिँ म नेपालमा छु हैन एन्ड मेरो सानो भाइको चाहिँ हल्का फुल्का पार्टी हुँदैछ सो अन्त के प्रिपरेसनहरू गर्दैछ हैन लगभग त भइसकेको छ स्टिल के तयारी गरेछ त्यो सब म तपाईहरुलाई भिडियोद्वारा देखाउँदैछु लास्टसम्म हेरिदिनु होला अहिले यहाँनिर तम्बुहरू यसरी रेडी गर्दैछ के चाहिँ उयो के हो साबुन मैले लिएर आएको थिएँ नि त्यो लिएर आएको मैले यहाँ हाम्रो गेटको प्रिपरेसन पनि चलिरहेको छ गेट बनाउँदैछ एउटा देखाउँछु म अर्किड जस्तै लाग्दैछ हेर्दामा दामी फुलेको छ गाइस वाउ हेर्नुस् त यो फुल के हो सुनाखारी होला हौ दामी फुलिरहेछ यहाँ गेटको रेडी भइरहेछ यसरी के हो कस्तो साँप जस्तो देखेको यो पाइप त पट्टिबाट खिचेर यहाँ चाहिँ गेटको प्रिपरेसन भइरहेछ उयो चाहिँ हो वेलकम गेट यता हाम्रो बाजे यता दादाहरूले भाइहरूले गेटको रेडी गर्दैछ माथि जाउँ अब माथि पनि छ हल्का फुल्का होइन यहाँ चाहिँ बारी है गाइस यहाँ चाहिँ सिँढी बनाएको छ यसरी चढ्नु झर्नुको लागि यहाँ चाहिँ हो किचन के पकाउने चाहिँ प्लेस चाहिँ यहाँ हो गाइस खानाहरू बनाउने यहाँ चाहिँ खाना खाने होला यहाँ चाहिँ खाना खानुको लागि मेरो छोराले चाहिँ भनेको मम्मा यहाँ चाहिँ सिक्किमको जस्तो सिलगढीको जस्तो पेन्डल हुँदैन भन्दै थियो हुँदैन नानी यहाँ त पेन्डल सेन्डल हुँदैन भनेर हाँस्दै थियो हो यहाँनिर पनि छ यहाँनिर चाहिँ खोइ बस्ने होला हौ सायदै यहाँ चाहिँ बस्ने होला यहाँ सबैजनाले काम गरिरहेछ यहाँ बिचमा चाहिँ च्याप्लुङ डान्स गर्छ सो सबैजना बिजी छ ओ बडी र सियान चाहिँ कुनै कहाँ घुम्नु गएको थियो आएछ ए पारी यस्तो छ गाइस भ्यू हेरिहाल्नुहोस् दामी छ आज चाहिँ हल्का घाम लागेको छ तर शीतल भइरहेछ अनि यस लास्टसम्म हेरिदिनु होला हामी चाहिँ यहाँ काम गरेको रमी त हेरिरहेछु यसरी बसिरहेको छु यहाँ चाहिँ हामीहरू बडी एन्ड सियन लामा यहाँ एउटा किरा आयो यहाँ अहिले फिलहाललाई भने लाउँदैछ ट्रिपल यसरी गाइस पानी पर्छ भनेर यो चाहिँ प्रिभेन्सन इज बेटर देन क्योर भन्छ नि त्यही हो यो चाहिँ यहाँ कुनै किराको मतलब फेरि ल भोलि चाहिँ बिहे यहाँ काम सघाउनेहरूको चाहिँ यस्तो चाहिँ दृश्य भनौँ न यहाँनिर सबैजना बिजी छ पाक्दैछ यहाँ भैँसी खोइ मासु भीम छ यहाँ कुक सबैजना बिजी छ आफ्नो आफ्नो उयसमा यहाँ बच्चा पार्टीहरू आपाले यहाँ हेरिरहेछ बुहारी सुब्बेनी यहाँनिर आफू त दिइरहेछ किचन यहाँ छ आमा सानो दिदी ल हेर्नुहोस् गाइस यो के को मासु हो तपाईहरुले भन्नु पर्यो कमेन्टमा
भोलिको लागि तयारी हुँदैछ जहाँमाथि त्यहाँ हेर्नु त्यो भुइँ चाहिँ म कसरी फाड्नु छर्नु न छर्नु हाँस्या बुझ्दैन बुझ्थे यहाँनिर बिहान गेट एकदम रेडी भइसकेको छ उजाउनु लागेको कि अझ बिम्रै हाँस्या घाँस काट्दा कि आपा छोरी ऊ माथि छ खाऊ बिजुत खाऊ बिजुत पानीमा पर्यो पढे यो त केही हुँदैन त पानीले अन्त गेट पनि सब रेडी भयो भोलिको लागि दाउरा यो चाहिँ सबै ल्याइदिँदो रहेछ होइन अब उनीहरूको टाइममा पनि यसरी नै सघाउनु पर्ने हुन्छ गाइस ल्याइदिएको दाउरा भोलि हो बिहे चाहिँ मेरो छोरी यहाँ खेलिरहेको छ यहाँ चाहिँ मासु काट्दैछ कटिङ हुँदैछ बफ कटिङ सबैजना बिजी यहाँ छ कार्गाङको लागि रेडी गरेछ ससेसको लागि आपा यहाँ बसिरहनु भएको छ बुढीहरू कर्ची मर्ची खाने होला मेरो छोरी यहाँ खुसी छ नाना बहिनी खेलिरहेछ सबैजना बिजी छ है हेलो गाइस वेलकम ब्याक टु माई अनदर ब्लग है एन्ड यस फाइनली आज चाहिँ हो पार्टी छ होइन मेरो भाइको चाहिँ बिहे भएको थियो आज चाहिँ हाम्रो घरमा चाहिँ पार्टी छ है सबैजनालाई गुड मर्निङबाट स्टार्ट भइसकेको छ छिटो यो लगेर मात्रै आगो चुल्हा जलाउँछ अरे नि त सो यो चाहिँ एउटा रिचुअल रहेछ यो लगेपछि चाहिँ माथि चाहिँ किचनमा चाहिँ आगो फुक्को चाहिँ सुरु हुन्छ अरे गाइस ल दाउरा दाउरा हामी भनेको त्यस्तो ल भाँडा कुरा त्यो कसले बोक्छ अरे कन्नी केटाले बोक्छ अरे यस गाइस यो चाहिँ एउटा रिचुअल रहेछ यो लगिसकेपछि चाहिँ आगो चुल्हा जलाउने आगो जलाउँछ यो पछि चाहिँ सो वी आर गोइङ अप चुला बनाइहालेछ नि हौ के हो नि यो सबै पर्सिदिनुहोस् भतेर तिरेछ भतेर तिरेछ त्यसो दाउरा तिर सबै त छर्किदिनु यो तरिका उता अरे चुल्हा किचनतिर यस आजको दिन यसरी स्टार्ट भइसकेको छ गाइस लास्ट मिनट भिडियो हेरिदिनु होला डेकोरेसन चाहिँ यसरी गरेको छ गङ्गरको बिहा हो गाइस यस्तै हुन्छ दिन पनि आज राम्रो भएको छ गाना बजिरहेछ कपिराइट लागिहाल्छ मेरो चाहिँ यहाँ फेरि यहाँ छ आमाले अक्षता छर्न हुँदैछ र अब चाहिँ चुल्हा स्टार्ट हुन्छ है ल यहाँ चाहिँ जाँड छान्दैछ बस्तीको जाँड छानाइ चाहिँ यस्तो हुन्छ है के को यो कोदो कि मकैको रहेछ मकै कोदो मिक्स मकै कोदोको मिक्स जाँड गरेकै छैन आपा छोरी यहाँ छ हल्का फुल्का डेकोरेसन चलिरहेछ मेरो छोराले बेलुन फुलाउँदैछ हेयर्स बडी ब्याकग्राउन्डमा गाना बजिरहेछ अब म माथि जान्छु ल किचनमा के गरेछ हेरेर आउँछ है सानो छ यहाँ खलमा यहाँ पनि यसरी गरेछ हल्का फुल्का डेकोरेसन गाइस
किचनमा जाउँ गाइस के पकाउँदैछ हेरौँ है किचनमा Onion, tomato, सब ready है। भात हुँदैछ, भात यस्तो हुँदैछ गाइस। सब लडिरहेछ। किचन हाम्रो के पाक्दैछ? आलु उसिन्दैछ, यता चाहिँ खाना। मासु भात पाक्दैछ गाइस। आगोमा अर्ग्यानिक खाना बजिरहेछ यहाँ कुकरमा। भात यसरी लगाउनुपर्छ। ल सबैजनाले खाना खानु हुँदैछ यता हाम्रो सोल्टिनी यता हाम्रो ठुलो बाउजू यता हाम्रो सोल्टिनी ज्यू दुईजना ल मर्निङको खाना खाने टाइम पनि भइसक्यो आलुको अचार डल्ले किचन टिमहरू यहाँ छ खाना खानु बसिसकेको छ सबैजना खाना खाँदैछ सुँगुरको मासु रहेछ खाना लिनुहोस् है मजाले खानुहोस् है मजाले यहीँ खाइहालेको ल यता पनि सबै सुँगुर लबर रहेछ यहाँ त भैँसी खाने त कोही देखिन त सुँगुर लबर रहेछ भनेको सबै पर्क लबर सुक्रेले यहाँ खाँदैछ डल्ले देऊ अरे भाइ खाऊ भात के खाएको के हो यो के को मासु हो मासु बोचो के को बोचो हो खाऊ देउरे खर्सानी दादाहरूलाई यस्तो चाहिँ एक लट खाना खाइसकेको छ भाँडा धुने टिम पनि छ उपर गाइस भाँडा धुँदैछ भाँडा धुने हो डोकामा लाउने हो मेरो छोरी मेरो बुढा मेरो छोरा छोरी अनि यहाँ चाहिँ हुँदैछ चापुरा के गर्नु आइज अरे यहाँनिर चाहिँ बेहुली रेडी हुँदैछ यताको अब बेहुलीले चाहिँ यहाँबाट चाहिँ ल्याउनु आउँछ है बेहुलाले चाहिँ अन्त यहाँबाट चाहिँ लिएर जाने हो
यतानिर हाम्रो भाउजूहरूले रेडी गरिदिन हुँदैछ बेहुलीलाई चाहिँ। अघि ठिक गर्नु भएको छ नि तपाईले खानुपर्छ है खाफटबाट खा अब दिनु नि हो सुर्काउने बान्ध्यो मजाले भोलि फेरि त्यो लङ पर्छ भोलि पनि सुर्काउने बाना भयो भने फेरि चाहिन्छ अरे लामो हुने अब बेहुलालाई त उल्टा हो यता मुनिबाट लागेर छोडेको हो त्यसो बेहुलामा सातचोटि बेहुला जस्तो हेर्दा भन्नु नमिल्ने घन्टा माथि राख्नु फोटो पनि खिच्यो लोकमन्दिर नि फोटोहरू पनि खिचे बिहान फेरि लाउनु पर्छ सुर्काउने नगरी भरे खोल्नु पर्छ के गर्ने यो उयो भयो
सिधा खोल्नु भयो यता ढोक्नुहोस् खुट्टा घप्टेर ढोक पर्दैन हौ बुढाले त सुन्नु हुँदैन यसमा हुँदैन सार्नु यहाँ अलिकति खिचिराखेर जान भने बेहुला कि कतिमा होइन हौ यहाँ लु खोले खाँदा आउँछ त अब त भन्छ होला नि भन्दैन खाना दिएको होइन खानु हुँदैन खोल्ने त हो यो त खाँदै गर्नुपर्छ बेहुला बेहुलीले छिटो खोल्नुपर्छ यता 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 राख्दैन के हो यो हैन त जान यता राख्न कुन्दाले भात खुवाउनु जित्यो भने छोरा पो आउँछ है हो छोरी पनि आउँछ नि पछि नै उतै यहाँ राख्दै अब यो निकाल्नु यो बरान्डी यहाँ तिनीहरू चल्नु त चलेन त्यसरी दिदी बहिनी हो र सेट भएन नि त त्यो त अनि निकाल अब यहाँ भौज राख्नु निकाल लगिहाल्छु अब थाल दिनुपर्छ यहाँ थाल ल्याउ न उता राख्नु यो थाल यहाँ रेडी छ त अनि खाने पुरै खाइसक्नु पर्छ बेहुली लाग्छ यो खाइसक्यो भने हुने हुँदैन जसरी यति मासु खानै पर्छ नानी बाबा तिमीहरूले खाऊ भन्नु नभनी खाएको खाँदै गरेर चाहिँ खिच्नुपर्छ छिटो खानुहोस् न सुरु गरौँ न मासुको नखिचौँ यो दियो भेनाश्री छ सियन लामा तपाईँ मासु खानु भएको खाना खाएको मेरो छोरीले खाँदैछ यहाँ चिप्स ओ मेरो बुढाले खाँदैछ चिकन मेरो चाहिँ कतिवटा चिज आएको छैन अब म खान्छु राख्दो नि चाहिँ सबैजनाले खाइरहेको चाहिँ पर बसेर सबजनाले भात यम्मी रहेछ के खाँदैछ एउटाले मेरो छोरी यहाँ छ अब म खान्छु
राख अलिअलि मुख लाउनु पर्छ त्यो पनि दिनु यसो मुख लाउनु हो उता दिनु उयो मलाई बुहारीलाई तपाईँ पस्नु चोखाए त ल अब चोख्यो यो कुखुरा चाहिँ कति होइन खोइ कपडा यसो गर्ने अब यहाँ दिने कि अब यहाँबाट एकैचोटि चट्ट माथि नाग्ने त्यो खुम नछुइकन नाम गर्दा माथि एकैचोटि दाहिने खुट्टाले यहाँ टेक्ने यहाँ देब्रोले टेक्ने यहाँ दाहिनेले यो कपडाबाट यही पारा त टेकेर जाने यो वापा एकछिन भएको छैन वापा अब वापा निकाल पर्छौ न एउटै बजे सता नि खोइ कति दुईटा छ चल्ला छैन एउटा छैन अरे पर्छौ हो यो त भाले जस्तो छ त्यो भाले पर्सेको अब तालमा हो गया क्या भन्नेले केही भनेको छैन आफूले पनि पर्छ उता कलशकोले पनि कलशकोले पनि लकन त लकनतिर काम खतम भयो अरे छेउमा राखिराख्छ त्यो खुन टेक्छ है लोकन त लकिन्ती भित्र पसिसके त ऊ यता लोकन्ती यता ऊ लोकन त दाइरा भित्र पसिसके लु हे गरिन मैले कपिराइट लाग्छ मम्मीको चल्लाले उता जिम्मा दिँदा भयो भने घर यो पारिन अब यासँग गरेर सिन्दुर खोला रातिमा 3 खेप लाउने यसो दायाँ गर्नु अनि
धरतीमा किन्छे होइन तीबाट यसो गर न हो त्यसो त्यो धरतीमा किन्छे यसो भन्ने नाग नलिने देवी देउता 33 कोटी देवी देउता हाने नाना अब आकाश सर अब आमा र बाबुले लाएपछि सबैले ओरेर लाउँदो बाबुले फोटो लगाइदिउँ है टिका लाउँदै गरेको अब आज श्रीदेवी आइतराको हुनु लगाइदिन्छ टिका लगाइदिएन टिका खै बेन रेडी आफूमा लगाइसकेपछि चुचुले लगाइन्छ पुगेन का अलिक पुगेन अहिले म अहिले दिन्छु लो जा पहिला कलश यसो छर्किनु पर्छ नि भाइको हुन्छ हुन्छ हातमा दिए हुन्छ भाइलाई दुई खेप
चेक गर्दा लगाइरहेछ त छोरीले देख्दैन उयो जग्दैन मैले पैसा अलिकति दिनुपर्छ नि सवारी त्यही राख हो लगाइदिएको छैन ऊ सानो लगाइदिइहालोस् निस्किनु आमामा साथी धुवाले बेहुला बेहुलीलाई चाहिँ च्याप्रुङले आशीर्वाद दिन्छ सो एभ्रिथिङ इज रेडी दुईजना यहाँनिर बसिसकेको छ बेहुला बेहुली यतिको भिड छ आज चाहिँ अब चाहिँ छुट्टिने टाइममै लास्टमा आपा छ यहाँ माथि बसिराख्नु नि माथि बसिराख्नु नि
बस न तँ पनि बस